आज हुन गइरहेको ताइक्वान्डो फाइटमा म जित्छु होला त आज रिड कलेजमा ताइक्वान्डो फाइट कम्पिटिसन हुन गइरहेको छ जसमा म पनि इन्भल्भ छु अहिले चाहिँ 8 बजिरहेको छ म चाहिँ ताइक्वान्डो सिक्ने हलमा आइसकेको छु गुरु आउन अझै 10-15 मिनट लाग्ने भएको हुनाले चाहिँ हामी उहाँकै पर्खाइमा बसिरहेका छौँ अहिले चाहिँ हाम्रो सीता गुरु आइसक्नुभयो उहाँबाट स्टार्ट गर्छु उहाँको इन्ट्रोडक्सनबाट हेलो नमस्ते इट्स मी सीता तामाङ र आज चाहिँ हाम्रो एउटा जुनियर च्याम्पियनसिप गेम भइरहेको छ र मेरो स्टुडेन्टहरू एकदम सुपर एक्साइटेड भइरहेको छ होइन तिमीहरू कतिको एक्साइटेड छौ आज खै मैले सुनेन तिमीहरूको एक्साइटमेन्ट धेरै एकदम होप आज मेरो स्टुडेन्टहरूले चाहिँ एकदमै राम्रो गर्छ भन्ने म आश गरिरहेको छु र सबैजनालाई अल द बेस्ट होइन तिमीहरूले राम्रो पर्फर्मेन्स देऊ मलाई गोल्ड मेडल चाहिन्छ भन्ने छैन तर पर्फर्मेन्स बेस्ट चाहियो मलाई है गिभ अप गर्नु भएन कसैले गिभ अप गऱ्यो भने म के गर्छु फेरि त्यही बेला थाहा हुन्छ है फेरि धम्की दिएको होइन म्यामले माया पनि गर्छु तिमीहरूलाई है र सबैजनाले राम्रो खेल्ने है आज है ओके हाम्रो चाहिँ भित्र प्रोग्राम प्रिपरेसन हुँदैछ हामी चाहिँ हाम्रो ग्रुपहरू यहाँ बाहिर निस्केर पुम्सेहरू प्रिपरेसन गर्दैछौँ घाम ताप्दै भर्खर पुम्से गरेर आएको डरले पुरै मुटु ढुकढुक भइरहेछ होइन के गरेँ थाहा नै भएको छैन अब अहिले भिडियोमा हेरेर थाहा पाउँछ म चाहिँ अब हाम्रो गुरुलाई मेरो पुम्से कस्तो भयो भनेर चाहिँ रिभ्यू सोध्छु है त गुरु मेरो कस्तो थियो त पुम्से आजको तिम्रो यो फर्स्ट गेम भयो भने तिमीले चाहिँ जस आफूले 100% दिन ट्राई गरिरहेको छ अनि जुन तिमीले ट्रेनिङ टाइममा गरेको पुम्से भन्दा यहाँनिर राम्रो गरिरहेको छ किनभने फर्स्ट टाइम गर्दाखेरि चाहिँ मान्छेहरूलाई एकदमै होपलेस हुन्छ एकदमै डर लागिरहेको हुन्छ जति ट्रेनिङमा गरेको थियो त्यो गर्न सक्दैन तर तिमीले चाहिँ मैले सोचेको भन्दा राम्रो गर्यो अनि मलाई खुसी लाग्यो मेडल आओस् नआओस् त्यो प्रब्लम भएन तर जहाँसम्म लाग्छ तिमी मेडल टच भइसक्यो तिम्रो ऱ्याङ्क 3rd पोजिसन भइसकेको रहेछ कङ्ग्रेचुलेसन फर्स्ट गेममै 3rd भइसक्यो अब नेक्स्ट गेममा त उसले झन् बवाल गर्छ तिम्रो अब इम्प्रुभ भनेको अलिकति पावर बढाउनु पर्छ अनि होपलेसलाई चाहिँ अलिकति कम गर्ने है अब फियरनेस अलिकति हराइदिने अलिकति डर जस्तो भयो भने चाहिँ गर्नको लागेको कुरा पनि तिमीले गर्न सक्दैन अनि त्यही भएर अब चाहिँ अलिक कन्फिडेन्ट लेभल बिल्डअप भयो नि त तिमीलाई कस्तो फिल भयो अहिले त डर लागिरहेको थियो अगाडि गएर सबै बिर्सिन्छु होला जस्तो लागिरहेको थियो क्या अनि 3rd मेडल भयो नि त फर्स्ट गेममा कस्तो लाग्यो खोइ अब नसोचेको कुरा भयो मेरो लागि त ल बधाई छ है थ्याङ्क यू सो मच धन्यवाद नेक्स्ट गेमको लागि फेरि गुड लक है मैले चाहिँ भर्खर पुम्से सकाएर आएँ अब फाइटको राउन्ड हुने बाँकी छ त्यसमा म चाहिँ इन्भल्भ छैन त्यही पनि यहाँ मेरो ग्रुप हाम्रो फाइटको ग्रुपहरू यहाँ हुनुहुन्छ उनीहरूलाई सोध्छु है त कतिको एक्साइटेड हुनुहुन्छ फाइटकोमा हेलो हेलो फाइटमा कतिको एक्साइटेड आई एम एक्साइटेड म एकदम एक्साइटेड छु यो टुर्नामेन्टमा र म मेरो बेस्ट ट्राई गर्छु आफ्नो इन्ट्रोडक्सन मेरो नाम दिपसन महर्जन हो होइन म 12 वर्ष हो म महाराजगञ्जमा बस्छु र म अहिले टेक्वान्डोमा येलो बेल्ट हो
हाम्रो चाहिँ गेम सकिसकेको छ। अब यहाँ हाम्रो एउटा भाइले चाहिँ ऱ्यापर गेम के अरे के भन्छ ऱ्याप गाउँछ होइन। सुन भाइ त कस्तो चाहिँ गाउँदो रहेछ ल गाउँ त। केटाहरूसँग हाम्रो थियो सानो ग्याङ पढाइतिर कहिले पनि मिलेन ध्यान स्कुल जाने डेली तर मिलेन ग्याङ हाम्रो लुक छ नि दामी हाम्रो सर पनि फ्यान बारी त झोला बोकी स्कुल जाने जहिले एसेम्ब्ली सुरु हामी टरेका थियौँ जहिले चेक हुन्थ्यो कपाल। थ्याङ्क यू सो मच। यसको लागि चाहिँ हजुरले गर्दा नै मैले अपर्च्युनिटी पाएँ। अब चाहिँ हजुरसँग बिदाई मागेर म जान लागेको के भन्न चाहनुहुन्छ? मैले मात्र अपर्च्युनिटी दिएर हुँदैन, तिमीले राम्रो गरेन भने मैले दिएर मात्र पनि हुँदैन। तिम्रो ग्र्याब गर्ने शैली एकदमै राम्रो छ र हार्ड वर्किङ गरेको कारणले गर्दा आज तिमीले यो मेडल पायो। आइ एम रियली ह्याप्पी एन्ड एप्रिसिएट टु यु है। अपकमिङ डेजको लागि पनि एकदम बेस्ट अफ लक। ओके बाई। आजको भ्लग चाहिँ म यहीँ इन्डिङ गर्न चाहन्छु। आजको दिन चाहिँ एकदमै खुसी र रमाइलो लाग्यो। मलाई यहाँसम्म पुगाउने मलाई सपोर्ट दिने सीता गुरु र मेरो फ्यामिलीलाई धेरै धेरै धन्यवाद र बिहाइन्ड द क्यामेरामा हुनुभएको राजीव जिरेललाई पनि धेरै धेरै धन्यवाद मलाई सपोर्ट गर्नुभएकोमा। फेरि अब अर्को भ्लगमा भेटौँला। थ्याङ्क यू सो मच फर वाचिङ।